हेलो हजुर, नमस्कार हजुर। म अहिले चाहिँ दैलेख जिल्लाको भौतीमाई 1 वडा नम्बर 2 रुमा गाईसमा रहेको छु र यो भौतीमाई मन्दिरमा रहेको छु। म अहिले यो भौतीमाई स्थापना र उत्पत्ति कसरी भयो यसको बारेमा विशेष म हाम्रो बाजे र मेरो बुवालाई चाहिँ यसको बारेमा अलिकति बताइदिनु पर्ने भयो। ल भन्छ बुवा। सुरुका दिनहरुमा हामी सुरुका दिनहरुमा दैलेख बिलासपुरमा हाम्रो पुर्खाहरूको राज्य थियो। हामी त्यो राज्यमा बसेर हाम्रा पुर्खाहरूले राज्य गरेका थिए र त्यो अवस्थामा राजा पृथ्वीनारायण शाहले एकीकरण गर्ने क्रममा पछि पृथ्वीनारायण शाहका सेनाहरू आएर दैलेखमा बिलासपुर राज्यलाई आक्रमण गरेपछि हामी त्यहाँबाट विस्थापित भएर दैलेखको जुफिया भन्ने ठाउँमा आएर हामी बसेका हामी बिलासपुरी राजाका सन्तानहरू। बिलासपुरदेखि आएर हामी जुफियामा बसेपछि हामी राजकोटीका 5 भाइहरू 5 जुफ्याल भनेर चिनिन्थे त्यसखेर। ती भाइहरू मध्येमा जेठो रुमाकै भाइहरू हो जुन राजाकै रूपमा आएर रुमा बसेका हुन् भन्ने कुराहरू किम्बदन्तीमा हामी सुन्छौँ। र जेठो रुमाको भाइ हो र माइलो मुस्कोटी हो, साइलो चाहिने खोराल हो र अनि माइलो मुस्कोटी, साइलो खोरको र कान्छो मुफाल हो भन्ने कुराहरू हाम्रा पुर्खाहरूले हामीलाई सुनाएका छन्। अब हामी 5 भाइहरू हो। तत्पश्चात हामीले जुफियादेखि यता रुमा आउने क्रममा हामीसँग पहिलेदेखि नै काजीहरू गरिबी थापाका सन्तानहरू हामी यो बिलासपुरी देवताकै सङ्घमा हामीसँग सँगै आएका बस्तीहरूसँग हामीसँगै आएर हामी सुरुका दिनमा पगनाथ आएर बसेका हौँ। केही दिन हामी पगनाथमा आएर बसेपछि त्यहाँदेखि पछि हामीहरू यतातिर आएका र काजी खलकहरू जो मन्त्री अहिले जुन काजी भन्ने कुराहरूलाई उनीहरू त्यतिखेरका राजाका तत्कालीन राजाका मन्त्रीहरू हुन् उनीहरू र उनीहरूले राजालाई सल्लाह दिने सुझाव दिने सबै कुराहरू उनीहरूबाट हुन्थ्यो र राज्य चलाउने क्रममा बिलासपुरी राजाका सन्तानहरूले राज्य चलाउँथे। हामी उनीहरू आएर हामी पगनाथमा आयौँ बसेर त्यसपछि उनीहरू काजीहरू त्यतैतिर बसेर एक भाइले त्यो हाम्रो पुरानो अवस्थालो जुफियामा हाम्रो यो भैरम देउता यो माई भगवतीको स्थापना भएको हुँदाखेरि यहाँ गन्माको जेठो भाइ काजीको गनमा गएर पूजा उहाँ जुफियामा गएर पूजा गर्ने र कान्छो भाइ पगनाथले यहाँ रुमा आएर पूजा गर्ने गरेका हुन्। र हामीले रुमा आएपछि हाम्रो 4 भाइ सन्तानहरूमा जेठो भाइ हामी भएको कारणले हामी यस मन्दिरमा पूजाआजा गरी हामी बसेका छौँ र 4 भाइहरूमा जेठो भाइ हामी र माइलो भाइ सियाडे मुखियाका जानहरू र साइलो भाइ रुमा मुखियाका जानहरू र कान्छो अब यी पुजारीका जानहरू हामी 4 भाइ सन्तानहरू हौँ। 4 भाइ सन्तानहरूले यहाँ स्थापना गरेर हामीसँग अहिले पनि हामीसँग काजीको रूपमा पगनाथबाट थापाकाहरू आउनुहुन्छ र यहाँको बलिहरू हान्ने गर्नुहुन्छ र हामी उहाँहरूलाई मन्त्रीको पगडीहरू बाँधेर अहिले पनि सेवा सत्कार गरेर पठाउने गर्छौँ। हामी उहाँहरूलाई बलि हाने बापत उहाँहरूलाई बहादुरको रूपमा हामी उहाँहरूलाई एउटा मन्त्रीको रूपमा उहाँहरूलाई हामी सम्मान गर्छौँ। उहाँहरूलाई सम्मान गरेर पठाउँछौँ फेटासेटा बाँध्ने अनि त्यसपछि गएर उहाँहरूलाई हामी पुरस्कार दिएर पठाउने पनि हामी अहिलेसम्म गरिरहेका छौँ। हामीले पुरानो धर्म अहिले पनि छोडेका छैनौँ। हामीसँग आएका जातिहरू मध्येमा तत्काल त्यसबेला हामीसँग आएका जातिहरू गरिबे थापा, लाटो तिरुवा, देउमा अधिकारी, देउसिङे ढोली भनेर भनिन्थ्यो उतिखेर, देउसिङे ढोली, खडेखडबाट रावत भन्ने हामीसँग आएका जातिहरू हुन् र हामी तिनै जातिहरू अहिलेसम्म हामी रुमामा अवस्थित छौँ, बसेका छौँ हामीसँग। र पछि अब यो मन्दिरको पूजा गर्ने क्रममा हाम्रा बाजेहरू तपाईँहरूको पुर्खाको अरे पुर्खाको अरे हाम्रो पुर्खा धिर्जु बाध्यदेखि आएर यहाँ पूजा गर्ने पाठ गर्ने गर्नुहुन्छ। उहाँहरू पनि बाहुन, हाम्रो बाहुनको रूपमा उहाँहरू पूजा गर्नुहुन्छ। पूजा गरेर यो माई भगवतीको मन्दिरमा
पहिले यो मन्दिरमा धेरै व्यवस्थित थियो। यहाँ कट्टीदेखिका मान्छेहरू यहाँ आउनुहुन्थ्यो, बलुकादेखिका मान्छेहरू यहाँ आउनुहुन्थ्यो र पगनाथका मान्छेहरू पुरै एउटा थापा काजीहरू उहाँहरू बाजागाजासहित यहाँ आउनुहुन्थ्यो। हामी उहाँहरूलाई सम्मान गर्थ्यौँ। यो बस्ती वर्षदेखि हामीले यो मन्दिरको स्थापना गरेका हौँ र हामी अहिलेसम्म पनि हामी भाइहरू राजघलककै नामका भाइहरू अब राजकोटीहरूका चेलाहरू अहिले जो जति यहाँ छौँ हामी सन्तानको रूपमा बलि एक वर्ष एक सन्तान लिएर अर्को वर्ष अर्को सन्तानले गरी बलि काट्ने गरिरहेका छौँ र माई भगवतीले हामीले चढाउने गरिरहेका छौँ। यो रुमको रुम स्थल धेरै रमाइलो ठाउँहरू छ। यहाँ बस्ती एकदमै मिलेको बस्ती छ र तलतिर अनि एकदमै राम्रो उर्वर भूमि छ र माथितिर लेक पनि मिलेको ठाउँहरू छ। यहाँ सबै किसिमका खेतीपातीहरू हुने र सबै किसिमको कृषिहरू हुन सक्ने सम्भावना छ। यहाँ विशेष गरी यो ठाउँमा बाख्रा पालन भैँसी पालन गर्न सकियो भनेपछि अहिले त बजार विकास भइसकेको अवस्था छ। बजार विकास भएपछि जीवन निर्वाह गर्नको लागि पशुपालन गर्दाखेरि यसको विस्तृत चाहिँ यस भगवती माईको विस्तृत रूपमा हजुरले बोल्छियो र यसमा चाहिँ ल पाठ गर्ने पुजारीको हिसाबमा चाहिँ धेरै पछि चाहिँ बाजेले चाहिँ यो ठाउँमा आएर चाहिँ आफ्नो निर्वाह गर्नुभएको छ। ल बाजेले आफ्नो नाम के हो सबै हजुरले भन्छ बाजे। ल मेरो पुर्ख्यौली भनेको पहिला हाम्रो यता पुरी जाजरकोट भन्ने ठाउँ हो। त्यहाँदेखि हामी मेलतोली आइपुग्छौँ। मेलतोलीबाट हामी फाडेर पहिला यो चुरा धैडेनी भन्ने ठाउँ थियो। धैडेनी भन्ने ठाउँमा हाम्रो मेलतोलीबाट बाजा आयो। त्यो उही बेला गोठाइरी गर्ने भैँसी पाल्ने त्यहाँ धाइडा फानेर गोठ बनाउनु भयो। गोठ बनाउँदाखेरि त्यहाँदेखि अलिकति भाइ बाजाहरू विरोध हुँदाखेरि उहाँ आएर म चिउरा बस्छु भनेर चिउरा भएको चिउरा बढी थियो। बढी भए हुनाले चिउरा नाम भन्ने राखेर चिउरा भन्ने ठाउँमा बस्नुभयो। त्यहाँदेखि पहिलेको पुर्ख्यौली कुरामा अलिकति उहाँ अध्यक्षले एउटा कुरा के बोल्नुभयो भने उताबाट आएर गन्मुखीमा बस्दाखेरि एउटा अलुनसा एउटा बाहुन पनि ल्याउनु भएको थियो अरे। त्यो बाहुन ल्याउँदाखेरिमा के भयो भने अलुनै थियो अरे, नुन नखाने अलुनै थिए। त्यहाँदेखि अब यस्तै ठगुरीको अब पारा यस्तै त उभ्याइ मजाक गर्ने होइन। त्यहाँनिर उहाँले एउटा तरकारी फटकाहरू कटौरामा राख्नु भएको रहेछ। वास्तु चाहिँ कुनै साथीले नुन हालिदिनु भएछ। हालेदेखि त्यहाँदेखि के भयो भने उनले खाना खाँदाखेरि नुन लाग्यो। अब मेरो अलुने शाखा खस्यो। अब बाहुनहरू यहाँबाट छुट्यो भनेर उहाँहरूले हाम्रो नरपति शङ्करको पालाबाट त्रिटुपाटेको पालाबाट आजा पूजा गर्ने यताबाट चुनेर यसरी गर्नुभएको। पहिला यो रोमको जजमानी मैले मेलतोलीको हो र पुग्याँ हाम्रो थियो। पुग्याँ भन्ने ठाउँमा एउटा जगन्नाथ थान थियो। त्यो जगन्नाथ थानमा हाम्रो बजै मेलतोली जानुभयो। माइतको हिसाबले जाँदाखेरिमा ल के काम ल्याएस् त भन्दाखेरि मलाई केही चाहिएको छ, मलाई जजमानी अलिकति असुविधा भयो भनेर बजेले भन्दाखेरि त्यहाँदेखि पछि सल्लाह गरौँला भन्नुभयो मेलतोली बाजेले। भनेदेखि पछि पुग्यौँ जगन्नाथको थानमा। उहाँ पुजारी हुनुहुन्थ्यो। उहाँ बाजे जानुभयो। थानामा पाठा काट्दाखेरि च्याट्टो उहाँको तडामा आँसी लाग्यो। आँसी लाग्दा ल आजबाट रोमको जजमानी भयो र त्यहाँ अब माई बाबु मौलोसहरू सबै तिरेको जेसुकै गर भनेर मेलतोलीबाट बाजेले उपहार गरेर हाम्रो बाजेलाई दिनुभयो। त्यहाँदेखि हाम्रो निज जजमानी भनेको पुग्या हो। रुम भनेको मेलतोलीले नै हो। यति नै म राख्छु। मेरो नाम भवानी प्रसाद। त्यो राख्छ अतलाई बाजेलाई भन्नु नाम भन्नु पुरै बाजे। नाम मेरो भवानी प्रसाद। 2020 साल जन्म, मुक्सिर 20 गते हो ठ्याक्कै। ल रुममा आएर हामी बस्तीहरू बसिसकेपछि हामीले यो मन्दिरलाई हामीले पूजाआजा गरी आइरहेका छौँ र राजकोटी भएको ठाउँहरूमा राजकोटीहरूले भैरम देवताको रूपमा जहाँ जहाँ राजकोटी भाइहरू बसिरहेका छन् त्यो ठाउँमा मौलो स्थापना छ र मौलो नभएको खासै राजकोटी होइन भन्ने किसिमका कुराहरू पनि गर्छन् कतै। अब तर अब त्यतिखेरका पुर्खाहरूले कतै स्थापना गरे होलान् कतै नगरे होलान्। हाम्रो कुलदेवताको रूपमा राजकोटीले मान्ने देवता वास्तविक भैरम हो र मेलतोलीमा पनि अहिले यो भैरम देवताको पूजा गर्ने चलन छ। त्यहाँ हाम्रा राजकोटी बेलासपुरी राजाका भान्जा जगदीशसेन महाराज मेलतोली बिलासपुरबाट आफ्नो मामाको घरबाट फर्किने क्रममा जाजरकोट जाने क्रममा मेलतोली नुहानीको दिन परेको कारणले गर्दा त्यहाँ बलि जगदीशसेन महाराजले बलि काटेको कारणले गर्दा त्यहाँ
ठकुरी वंशहरू कुनै नभएको कारणले त्यतिखेर अब कौर भन्ने चलन थियो र अनि त्यतिखेरका त्यहाँ अब त्यो शोभा कौर भन्नेका सन्तानहरू त्यहाँ बसिरहेका थिए। अहिले तिनीहरू परिमार्जित भएर सनहरू छन् र तिनीहरूले त्यो यहाँ ठकुरी जातिहरू कुनै छ कि छैन भनेर जगदीशन महाराजले सोद्धाखेरि कोही छैनन् भनेपछि एउटा ती कौर भनी पूर्व चिनिने र अहिले अब चन्द ठकुरीहरू भनेर चिनिने ठकुरीहरूले त्यो मौलाको पूजाआजा गर्ने गरेर यही न्वामीको दिनमा बलि काट्ने गर्छन् र हामी पनि बलि काट्ने गर्छौँ। र अहिलेसम्म अब यो देवताहरूलाई हामीले पूजाआजा गर्ने कामहरू गरिरहेका छौँ र हरेक ठाउँहरूमा घाँसकुटीहरू भएको ठाउँहरूमा मौलो छ र अब अलिकति अब मेलतोलीमा पहिले चन्द बाबु साहबहरूले पहिलेदेखि अब पूजाआजा गरेर पुज्ने गर्नुभएको छ। उहाँहरूलाई पनि दिएको जगदीशन महाराजले न्वामीको दिनमा मौलो दिनमा बलि काटेको कारणले गर्दाखेरि उहाँलाई तपाईँहरू अब आज हामीले यो ठाउँमा बलि छेदन गरेका छौँ। यो बलि छेदन गरेको ठाउँमा तपाईँहरूले पूजाआजा गरेर खानुहोला भनेर भनेपछि त्यहाँदेखि मेलतोलीको मौला पनि एउटा पूजाआजा गर्ने गरिएको हो र अहिले अब जात्रा लाग्ने क्रममा त अब त्यहाँ अलि ठुलो लाग्छ र यहाँ अलि सानो लाग्ने गरिरहेको छ। यहाँका अलिकति पहिलेका ठकुरीहरूले अलिकति आफ्नै किसिमको अहमको कारणले गर्दाखेरि पनि अरू वरपरबाट आउने इष्टमित्र दाजुभाइहरूमाथि अलि राम्रो व्यवहार नगरेका कारणले गर्दाखेरि पनि यहाँको अलिकति महिमा घटेको जस्तो देखिन्छ र हामीले पूजा गर्ने गरेको कुरा त धेरै पहिले हाम्रा पुर्खाहरू जब बिलासपुरबाट आएर बसे तबदेखि हामीले यो भैरव देवताको स्थापना गरेर हामीले पूजाआजा गर्ने गरेका हौँ। ल आफ्नो ऊ भनिदिनुहोस्। मेरो नाम नरेन्द्र साई, भगवती माई गाउँपालिका वार्ड नम्बर 2। म पूर्व एउटा जनप्रतिनिधि पनि हो र अहिले अब यो मौलाको अब रुमाको सन्तानमध्येको ज्येष्ठ सन्तानको ज्येष्ठ सुपुत्र भएको कारणले गर्दाखेरि पूजाआजा गर्छु म। अब यो भिडियो तपाईँहरूलाई यो भगवती माईको उत्पत्ति र इतिहासको बारेमा तपाईँहरूलाई मेरो अग्रजन व्यक्ति मेरो बुवा र मेरो अग्रजन मेरो बाजे होइसिन्छ यहाँ, उहाँले यसको इतिहासको बारेमा चाहिँ भनिसकेको छ र तपाईँहरू स्वदेश विदेशमा रहनुभएको जो मानिजन व्यक्तिहरूले चाहिँ यसको लागि तपाईँहरूलाई सुन्न वा चाहेमा र यसको बारेमा के हो र बुझ्न चाहेमा हजुरहरूले फुल्ली यो भिडियो हेरिदिनु होला र सेयर लाइक कमेन्ट गरिदिनु होला। हस्त नमस्ते।